सूचना सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू विशेष गरेर मुस्लिम समुदायका जति पनि दाजुभाइहरू हुनुहुन्छ यो भिडियोलाई सेयर गर्नु र तपाईँ पनि आफ्नो गाउँको मदरसाको सेक्रेटरी र मस्जिदको सेक्रेटरीसँग सोधबुझ गर्नुहोस् कि तपाईँको यहाँ मदरसा मस्जिद कब्रिस्तानहरू सबैको कागजपत्र राम्रो छ कि छैन, सबै दर्ता छ कि छैन, रजिस्ट्री छ कि छैन। तपाईँहरूलाई थाहा होला कि वीरगञ्जमा मदरसामा ठाउँ जुन प्रशासनको चेकिङ भइराखेको छ त्यो चेकिङ मात्र र मात्र वीरगञ्जसम्म सीमित रहनवाला छैन। यो चेकिङ नेपालको विभिन्न कोना र ठाउँमा जानेछ। विशेष गरेर मुस्लिमका मदरसा, मुस्लिमको यतिमखाना, मुस्लिमको कब्रगाह कहाँ छ के छ त्यसको एकदमै निष्पक्ष तरिकाले छानबिन हुनवाला छ। त्यही भएर तयार भएर बस्नु होला। अहिले यदि तपाईँहरूको कागजपत्र पूर्ण रूपमा राम्रो भएको छैन, रजिस्ट्री भएको छैन, कुनै पनि किसिमले इलिगल छ भने त्यसलाई इलिगल बनाउन प्रयास गर्नुहोला कानुन र संविधानको दायरामा। किनकि बालेन सरकारको जुन एक्सन छ यो एक्सन ठाउँमा कुनै पनि धर्मस्थल हेरिँदैन। यहाँसम्म कि कार्की आयोगमा पनि यो